आज के पकाउन लाग्यो उनीहरूले यति आज फर्सी बोडी भुट्नी अनि साग फर्सी बोडी 3टा भेराइटी यो आफ्नै बारीको किनेको यो पनि आफ्नै हो यो नि आफ्नै बारीको यो पनि आफ्नै बारीको यो सबै गाउँको अर्ग्यानिक कुकरमा पकाउँदैछ फर्सी बुनेले राजमा हेलो गाइज अब हाम्रो खाना खाने टाइम भयो साग खै कता गएको छ यो राजमा र बोडी साग बस्नु भाउजू यो फर्सी खाना खानु न तरकारी खानु न इडी गरेर देखाइदेऊ त इडी गरेर त भिडियो बनायो कपाल मिलाइदिउ कुनै पर्दैन मिलाउनु तपाईँको भने होइन बाबुको भने कानको अल्काएर कसले बनाउनु लाग्छ बाठी बनेर नबनायो नि यसो गर्नु नि तार्न बुढे तेरो बुढी आयो माइजको निकालिदिउँ न ठिक छ लुगा चाहिँ हाम्रो खतरा आएछ क्या जुड्डेको कपडाहरू कस्तो छ त आमै कस्तो छ गेडागुडीको तरकारी आज स्वस्तिका नानीले बनाकी हाम्रो फुलबारीमा अझै मखमली फुलिरहेछ सयपत्री फुलिरहेछ ए ढकमक्कै छ कुखुरा घर खालि कचरा खानु भन्नु मान्दैन जुम गरी देखाउनु पर्दैन यो त हो मार्ने बेला गयो यो